हाँस्दो रहेछु, रुँदो रहेछु, गाउँदो रहेछु, नाच्दो रहेछु. I didn't even know how I was doing. And then पछि एकछिनपछि म सुतेँ अनि सुतेर उठिसकेपछि त लाइक हुन्छ नि त्यसको साँझबाट मेरो हुन्छ नि एकछिन खाना खाएन भने पेट दुख्थ्यो अनि पेट पोल्थ्यो, पेट कराउँथ्यो. अनि त्यसपछि के भन्छ टोइलेट लाग्ला जस्तो हुने दिनभर. बिहान त लाग्थ्यो पहिला पनि तर दिउँसो लाग्ला जस्तो हुने अनि हुन्छ नि सताएर यस्तो उफ हुन्थ्यो क्या मलाई. अनि पछि 1-2 घन्टासम्म वेट गर्नु पर्थ्यो. अनि त्यसपछि त्यो औषधि बेलुकादेखि खाएपछि त यस्तो मजा आयो नि. कस्तो भोक पनि लाग्ने अनि खाना पनि टन्न खान मन लाग्ने. अहिले त पेट पनि दुख्दैन, पोल्दा नि पोल्दैन. बिहानको समयमा कस्तो आनन्द हुन्छ नि, रिल्याक्स फिल भइरहेछ क्या अहिले चाहिँ. अब लास्ट भनौँ न चेन्जेस आउन चाहिँ बाँकी छ मेरो फेसमा. यति धेरै पिम्पलहरू छ अनि यो पनि सुकिरहेछ बिस्तारै 1-2वटा. अब 1 महिनाभित्र हट्छ होला भनेर पुरा विश्वास गरिरहेको छु. फर्स्टमा चाहिँ मैले तपाईँको त्यो के अरे भिडियो हेरिरहेको थिएँ अनि ग्यास्ट्रिक कब्जियत हरेक कुराहरू पाइल्स पनि पहिलादेखि नै के अरे सताइरहेको थियो क्या. मैले हेल्दी कुराहरू खाएँ भने मात्रै मलाई राम्रो हुने. अनि फेरि मैले जस्ट लाइक बर्गर अनि यताउति खाएँ भने मलाई कब्जियत भएर अनि अति बनाउँथ्यो क्या. अनि त्यसपछि पछि मैले तपाईँको के अरे भिडियो सुनेको चाहिँ अब चाहिँ मैले लिन्छु भनेर चाहिँ मैले त्यो जबरजस्ती हुन्छ नि कता खोजु के गरौँ भनेर खोजेर के अरे पत्ता लगाएँ. अनि पत्ता लगाइसकेपछि फेरि कहीँ नपाएर पछि फेरि घरबाट पठाउन लगाएँ. अनि पठाएपछि बेलुका खाएको बेलुका केही पनि बनाएन तर बिहान खाएको अनि बिहान खाएपछि त केही नि लाग्दैन रहेछ. के भन्छ म त टन्न खाना खान्छु, जति सक्छु खान्छु अनि मोटाउँछु. अझै 3 टाइम खान्छु होला भनेको त म त अनि त्यसपछि खाँदा झुङ्गेर लट्ठ भएछु क्या. म त हुन्छ नि लाइक आई वाज नट इन माई कन्ट्रोल होइन. मैले कता जाम के गरौँ म आत्तिन थालेँ किनभने त्यो लाग्यो नि त. अनि लागेपछि मैले त्यति बेला नि हजुरलाई आत्तिएर फोन गरेको थिएँ. सर म त केही पनि थाहा भएको छैन, म त के गरौँ भनेर त्यसरी आत्तिएँ. त्यसपछि त म हजुरसँग फोन कट भएपछि त्यसपछि हजुरले पैसा नि लिसेको थिएन. जस हजुरले यसको नाम पनि भनिसकेको थिएन. बस हजुरले त्यो देखाउनु भएको थियो चित्रमा अनि यो खाएपछि सन्चो हुन्छ भन्नुभएको थियो. अनि तपाईँको त्यो जुन हुन्छ नि एउटा ग्यारेन्टीको साथ हजुरले भनिसकेको थियो. अनि त्यो भन्दाखेरि चाहिँ मलाई पुरा विश्वास भयो क्या. अरूहरूलाई घरबाट पठाउँदाखेरि घरमा त भन्नुभएको थियो यो हुँदैन होला, यो यस्तो हुन्छ होला भनेर. अनि पछि मैले यस्तो हुन्छ म हजुरलाई रिजल्ट देखाएरै छाड्छु. अनि हस्पिटलमा मैले कति पैसा खर्च गरेको नि त. त्यो हुन्छ नि 20,000 30,000 40,000 खर्च गरेर पनि खाउन्जेसम्म सन्चो हुने अनि नहुने क्या. अनि पछि त हजुरलाई त मैले पैसा तिरेन. इट्स लाइक फ्रीमा मैले खाना पाएको छु, फ्रीमा मेरो हेल्थ राम्रो हुन्छ भने वाइ नट म किन लिँदिनँ त भनेर मैले त्यसरी लिएको. तर वान क्वेसन हजुरलाई सोध्न मन लाग्यो कि यो रेस्टुरेन्टहरूको बर्गर स्यान्डविच यस्तोहरू खान मिल्छ? म अझै 1 महिनाको अझै च्यालेन्ज लिइरहेको छु. मेरो अर्को साथी पनि छ, उसले पनि खाइरहेछ. उसले पनि पहिला हातमा बिबिराहरू थियो अरे, अहिले हातको बिबिराहरू हटिरहेछ अरे. उसलाई कब्जियत थियो अरे, अहिले कब्जियत पनि एभ्रिडे वासरुम गइरहेछ अरे. अनि त्यसपछि हाम्रो 2जनाको कम्पिटिसन भइरहेछ. 1 महिनासम्म खाम कसको बडी छिटो चेन्ज आउँदो रहेछ अनि हामी सुनाउनुपर्छ भनेर हामीले त्यसरी लिएको छौँ. अनि अब यो साउनको लास्टमा हामीहरूसँग फेरि जोइन भएर फेरि यसरी सेयर गर्छौँ. म फर्स्टदेखि भन्छु ल, इट्स बिकज आइ एम सुपर एक्साइटेड.